सो यस फेरि पनि हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु। सो नेक्स्ट भ्लग्स अनि स्वागत छ सबैजनालाई मेरो क्रेजी यासको भ्लग्समा गाइज। आज फाइनली भन्नुपर्दा सर्वप्रथम सबैलाई गुड मर्निङ गाइज। बिहानीको हल्का मौसम देख्न सक्नुहुन्छ। बिहानै वाक गर्न आएको थिएँ, अलिकति ब्याग स्याग झोला लिएर राम्रोसँग रमाइलो भयो, खुसी भयो। अब राम्रोसँग हुनेछ। मेरो पहिलो भ्लगमा पनि राम्रै साथ पाएको छु, धेरै सपोर्ट छ। धेरै त भन्न सक्दैन किनभने अलिकति पनि भए पनि छ गाइज है। त्यही भएर अलिकति बिहानीको पखातिर राम्रोसँग रमाइलो गर्दै आएको। अब हेर्दै घाम परिसक्यो। अहिलेको 8:30-9 बजिरहेको छ गाइज भन्नुपर्दा। घाम पनि लास्टै छ यतातिर। अब मेरो सेकेन्ड भ्लग है। माया गर्न नभुल्नु होला, सपोर्ट गर्न नभुल्नु होला। आशा छ छिटै नै म अब भ्लग राम्रो नै हालिदिने छु। गाडीको आवाजले पनि खासै सुनिरहेको पनि छैन गाइज, किनभने भ्यापु भइरहेको छ। अब के गर्ने, यहाँ खुल्ला ठाउँ छैन, बनाऊँ भने कहीँ छैन। त्यही भएर यस्तै बनाउनुपर्छ भ्लग। के गर्ने, त्यही भएर घाम लास्टै छ। सर्वप्रथम पहिला त घाम लास्टै छ। यतातिर बस छन् गाइज है, हाम्रो यो महाराष्ट्र मुम्बईतिर जाने बसहरू हो। एकदम रमाइलो भइरहेछ। उतातिर दोस्रो बस स्ट्यान्ड छ। यता मेरो रुम जाने बाटो गाइज त्यस्तै छ, देख्न सक्नुहुन्छ। मुखमा कति पसिना आइसकेको छ अहिलेसम्म। सो माया गर्न नभुल्नु होला, त्यही हो। आशा छ छिटै राम्रो हुनेछ र छिट्टै म केही दिन लाग्ला, केही समय लाग्ला र क्रेजी टिमसँग पनि भेट्ने एउटा प्रस्ताव राखेर आफ्नो सोच राखेर हिँडेको छ। अवश्य नै राम्रो हुनेछ भन्ने पूर्ण विश्वास छ। र यतातिर बस स्ट्यान्ड पनि छ, धेरै कुराहरू छ यतातिर। धेरै ठुलो युथको अफिस, गभर्मेन्ट अफिस हो। यतातिर होटलहरू छन्, सानो क्यान्टिनहरू। यतातिर बिल्डिङहरू बनिरहेछन् है। बिहानतिर खासै सटरहरू अफ भएको छन्, सटरहरू खासै खोल्दैनन्। बिहानतिर गएको थिएँ नि तपाईँहरू भन्नुपर्दा। बिहान म कति 4:30 हो, 5 बजेतिर गएको थिएँ कि हो। मोबाइलको चार्ज पनि पुरै सिद्धियो क्या। राति चार्ज लगाम भनेपछि त भुतुक्कै बिर्सिहालेँ। अब चट्ट लगाएर बिहान अर्कोतिर चार्ज लगाएर हिँड्दै वाक गरियो। त्यही भएर अहिले चार्ज भएको कारणले भिडियो बनाउँदैछु है। त्यस्तै हो, अब के गर्ने, आइफोनमा यस्तै प्रब्लम भइरहेको छ। अब त्यस्तै छ, लास्टै समस्या हुन्छ यार आइफोनमा त। यो दोस्रो बस स्ट्यान्ड छ गाडीहरूको त। यो गाइस फाइनली रुममा पनि आइयो। अब रमाइलो पनि के गर्ने, यस्तै छ जिन्दगानी। काम गर्नै पऱ्यो, खानु पऱ्यो, परिवारलाई हेर्नै पऱ्यो गाइस है। अब धेरै लामो त भिडियो बनाउँदैन। अस्ति नै 9-10 मिनटको भिडियो भएको थियो। देख्न सक्नुहुन्छ मेरो रुम यस्तो हो गाइस भन्नुपर्दा। पुरै भाँडा यस्तो त हालत। के गर्ने, अरूको देशमा आइसकेपछि घरबाट पाइला निकालिसकेपछि दुःख सुख त गर्नुपर्ने हुन्छ। ठिक छ, केही छैन। मेरो फ्यान फलोवर्स र मेरो साथीहरूले मलाई पूर्ण विश्वास सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ। र मेरो केजी टिमलाई पनि धेरै सम्झाएको छु। हरेक भिडियोमा पनि सम्झाएको छु, हरेक मनदेखि पनि दिनरात पनि सम्झाएको छु। धेरै माया छ होइन। सो अब त्यस्तै नै हो, माया गर्न सपोर्ट गर्न नभुल्नु होला है। आज मेरो रुम देखाउँछु हजुरलाई। ल, यता फ्रिज राखेको छ, अनि त्यसपछि यो हाम्रो चावल, अनि उतातिर ग्यास छ, अनि उता वासिङ मेसिन छ, यो टेबल हो, अनि म यता छौँ। अनि त्यही हो, सबैजनाले सपोर्ट गर्न नभुल्नु होला, माया गर्नु होला। आशा छ सबै कुराहरू राम्रो हुनेछ। मेरो सर्वप्रथम कुरा चाहिँ के हुन्छ भनेपछि, पहिला युनिभर्सल ब्लग थियो, पहिला यामार ब्लग। तर कसम भन्छु कि म जस्तो साइज एक्सपिरियन्स चाहिँ छ, धेरै कुराहरू छ मैले जानेको छु। भ्लगहरूमा त एक्सपिरियन्स चाहिन्छ। भ्लग भिडियो बनाउनको लागि धेरै कुराहरू त म गरेकै छु, राम्रो मिहिनेत गरेकै छु। एडिटिङको लागि पनि मिहिनेत गरेकै छु, सबै कुराहरू छ। तर युट्युबको एकदम प्लेटफर्म हुन्छ, त्यो भित्रको केही सेटिङहरू दिएको रुल्सहरूलाई अलिकति मैले बुझ्न सकेको छैन।
त्यही पनि कसैले बुझाउन सक्नुहुन्छ, माया गरिदिनुहुन्छ भने प्लिज सपोर्ट गरिदिनु होला सबैजनाले है। म बारम्बार च्यानल घुमाउन सक्दैन, किनभने मलाई मिहिनेत गर्नु छ, अगाडि बढ्नु छ, मैले नाम कमाउनु छ, मैले पैसा कमाउनु भन्दा पनि नाम कमाउनु छ, दाजुभाइहरू कमाउनु छ। आफ्नो त मलाई रगतको नाता भन्दा पनि भावनाको आफ्ना नाताहरू कमाउनु छ, धेरै कुराहरू गर्नु छ गाइज है। ठिक छ, मलाई एकदम माया सपोर्ट गर्नुभएको छ सबैले, आफ्ना पढाइ सबैले गर्नुभएको छ, धेरै धेरै माया, धेरै धेरै सपोर्ट छ। यस्तै माया गर्दै जानु होला, सपोर्ट गर्दै जानु होला। हजुरको आशीर्वाद र हजुरको हौसलाले एक न एक दिन सफलता हासिल गर्नेछौँ। र आज यति सानै ब्लगमा बिदा लिन चाहन्छु म। हस्त नमस्ते, बाबाई एभ्रिवान, थ्याङ्क्स फर वाचिङ भिडियो, लभ यु अल, जय नेपाल। अनि भन्दै जय क्रेजी टिम, क्रेजी एसके ब्लग्स, बाबाई, टेक केयर, फेरि भेटौँ ल।